हजुर अनि ऊ चाहिँ त्यहाँ सबैले हल्ला गर्यो हल्ला गर्दाखेरि अनिखेर गिरेपालाले भने कि बस ऊ मान्छे हो भने उसले हो ऊ त कोही काला कपडा पहना हो आदमी है भने त्यहाँबाट यहाँ गाडी बिसाएर हेऱ्यो सबैले त्यहाँबाट हल्ला गर्दाखेरि अनि उसले चाहिँ यसो पारेर घाँस यस्तो पार्दै ऊ चाहिँ यो पोजिसनले बस ऊ गर्दै हल्लिँदै गयो पल्लो थियो अनि हामी यहाँबाट यो माथिल्लो गोलाइ पुग्यौँ माथिल्लो गोलाइबाट पनि देख्दै थियो फेरि अर्को गोलाइ माथिल्लो तेस्रा गोलाइ पुग्यौँ तेस्रा गोलाइको 1300 किलोमिटर त्यो 5 किलोमिटर भन्ने लेखेको छ त्यो 5 किलोमिटर भन्ने कटुन्जेलसम्म हामीले देखेको अनि त्यहाँबाट झाडीभित्र पस्यो त्यो उतापट्टि यो तीनवटा यो गोलाइबाट चाहिँ त्यसलाई चाहिँ देखेको हजुर त्यही थियो तपाईँलाई के लाग्यो त्यो चिज के थियो होला त्यो चिज त अब त्यो जङ्गलको बस्यो मान्छे नै हो मान्छे नै हो मान्छे नै हो जस्तै अब यो जग्गामा भालुहरू पनि आइबस्छ होइन भालु नाथे त अब अलिक दिनमा यो घाँस टुसाहरू बाँको पलाएपछि त भेडा बाख्रा बराबरै हो हजुर बिहान बेलुका भेटिबस्छ तिनीहरू त्यो चिज कति अग्लो थियो होला त्यो चिज करिबन 7.5 यहाँबाट देखेको अब 7.5 फिट चाहिँ त्यो र 7 फिट चाहिँ पक्का छ त्यो र तिनीहरूको कपाल कस्तो थियो होला कपाल सर्वस त्यसको त खोइ कालो अब कालो देख्यो अब त्यो यो लेडिसहरूले केस फिजाएको जस्तो भनेपछि अब के अरे भालु चाहिँ होइन भालु होइन सर्वस त्यो मान्छे नै हो मान्छे नै यस्तो चिज तपाईँले अगाडि सुन्नु भएको थिएन होला है हामीले देखेको पनि थिएन यो के भन्छ सुनेको पनि थिएन यो जग्गामा चाहिँ यस्तो छ यस्तो यो चिज हो भनेर तपाईँले यो सोक्पा भने पहिला सुन्नुभएको थियो नामहरू सोक्पा हुन्छ भनेर पहिला कोही बुढापाकाहरूले चाहिँ भन्थ्यो सर्वस यहाँ हो हजुर सोक्पा छ जङ्गलमा एक्लै हिँड्नु हुँदैन बस हजुर त्यसले कोही बिगार नोक्स पुऱ्याउँछ कुरा मात्रै सुन्नुभएको थियो कुरा मात्रै सुनेको देखेको चाहिँ थिएन देखेको चाहिँ यहीँबाट 23 साल मात्रै देखेको छ तपाईँहरू कतिजना हुनुहुन्थ्यो त्यति बेला हामीहरू करिबन 10-12 जना जस्तो थियो सबैले देख्नु चाहिँ सबले देख्यो कति बजी समयतिर होला त्यो पाउने 7:15 बजी होला सर अब त्यो 7 बजी त फालिम हुन्छ यताउता किनकि गाडी स्टार्ट गर्दाखेरि हिँड्दाखेरि 8:15 त्यस्तै 8:30 8:15 त्यस्तैमा पऱ्यो अन्त त्यो दिन के कुहिरो लागेको थिएन कुहिरो बिहानै त अन्यसा लाग्दैन सर त्यतिखेर लाग्दैन